गाइज नमस्ते। आज फेरि मैले नयाँ एउटा भ्लग लिएर आएको छु होइन। आज छुट्टी थियो र यता समुद्रतिर घुम्न आएको छु। अनि घुम्न चाहिँ म र एकजना साथी आएको छु, उता पश्चिमतिरको साथी। उसको पनि छुट्टी रहेछ आज काम, अनि त्यो भनेर दुईजना भएर घुम्न आएको यतापट्टि। र हिजो बिहान मैले एउटा भिडियो ल्याएको थिएँ होइन। सबैले माया गरिदिनु भयो, धेरै धेरै धन्यवाद तपाईँहरूलाई। र यसरी नै माया देखाउँदै जानु होला। फेरि नयाँ नयाँ कन्टेन्ट लिएर आउनेछु म। आज चाहिँ यता समुद्रतिर हामी दुईजना आएको थियौँ। राम्रो भ्यू आउँदो रहेछ। र समुद्रको माहौल चाहिँ यस्तो छ, मान्छेहरू पौडी खेल्ने ठाउँ चाहिँ यसरी छुट्याइदिएको हुँदो रहेछ। मलाई चाहिँ खासै पौडी खेल्नु आउँदैन र मैले चाहिँ पौडी खेलिनँ। समुद्रमा गएर डल्फिनहरू नदेखे पनि यहाँ डल्फिन सटहरू चाहिँ देख्नु पाइरहेछ। त्यसपछि लाग्यौँ हामी अर्को ठाउँतिर। र अर्को ठाउँमा चाहिँ प्रायः जस्तो घुम्ने मान्छेहरू नआउँदो रहेछ, यो माछा मार्ने मान्छेहरू मात्र आउँदो रहेछ। र यहाँ एक ठाउँमा चाहिँ माछातिर हामीले एउटा जापानिज भान्सालाई बोलाएर माछा मार्न लगाएको। माछा त निकै थियो तर खोइ किन परेन। फेरि त्यो मान्छेले चाहिँ तपाईँहरू पनि ट्राई गर्नु नि भनेर फिसिङ रड दियो। फेरि आफू अहिलेसम्म बल्छी नखेलेको मान्छे ल भनेर लिएँ र बल्छीमा माछाको चारो लाएर गतिलो माछा पक्रिन्छु भनेको भरे अन्तिममा त फाल्नै नआएर भरे अन्तिममा ट्राई गर्दा गर्दा मात्र अलिअलि आयो होइन। अनि बल्छी हानेको माछा त के पर्नु, चारै मात्र खाइदिएको गर्दो रहेछ, माछै नपर्दो रहेछ। सायद नजानेर पनि होला, माछा पर्छ कि भन्यो, चारै मात्र खाइदिएको गर्दो रहेछ। बल्छी हान्दा पनि नपरेर बिजोग भयो। र अल्छी लागेर घरतिर फर्क्यौँ भनेको एउटा गतिलै माछा परे जस्तो लाग्यो। र हतार तानेको अन्तिममा केही न केही। हामी चाहिँ यहाँ घुमेर फर्केको। यता साथीको फेरि आज काम रहेछ भन्दा पनि सिम निकालेको रहेछ। अनि सिम निकाल्दा फेरि चाहिँ यो महिना चलाएको थिएन होइन बेटा, यो महिना चलाएको थिएन होइन। हेर न दिशाको सिम किनेर नचलाइकन राखेको रहेछ, बिल आइदिएछ। मैले त्यो सिम त्यो निगाजुमा राखेको थिएँ, निगाजुको नेपालीबाट बोला न। 2 महिना 2 महिनाको 28 तारिकमा मैले सिम चेन्ज गरेँ क्या राखेको दिनमा। चलाउँदै गरेको सिम चेन्ज गऱ्यौँ। चेन्ज गरेँ मिलिरहेछ नि त। अनि राखेको दिनमा चेन्ज गरेँ। अनि के अरे निगाजुको सानो इजी गाजुको बिल मैले तिरेँ नि। अनि ऊ के सानो के अरे सानो गाजुको बिल पनि आएको त्यो छुट्टी बिल, युक्यूको बिल आएको क्या। युक्यू भनेको चाहिँ फोनको नै। अनि सिमको बिल फेरि आएको छ, नचलाएको महिनाको पनि। अनि त्यो भनेर जाउँ भन्दैछ होइन। मलाई अघि नै भन्दैन, फेरि यतिखेर भन्छ अनि यतिखेर त्यो माछा के अरे यसरी फर्किँदै फेरि यतिखेर भन्छ ढिलो भयो, हिँड्नु कि हिँड्नु पार्छ। अनि ल साथीहरू हामी चाहिँ फर्केको होइन। अब भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, राम्रो लाग्यो भने लाइक गरिदिनु होला, नराम्रो लाग्यो भने लाइक गरिदिनु होला, सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ फर्केको। अब भिडियो म आज यति नै होला सायद हाम्रो भिडियो भनेको। फेरि अर्को भ्लग लिएर आउनेछु म। लाइक सेयर कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला है त साथीहरू।